कत्रो बढे राम्रो कसको हात सिधा छ यहाँ दिइहाल्नु नि ढ्याङमै माथिबाट दियो भने त त्यो कहाँ उड्नु सक्छ लाग्यो नि दुई प्लट होला बासाउन आँट्यो उता भाका आय 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 ओए जता भाका त्यति यति लामो बासा हो यो पानी चाहिँ यहाँसम्म आउँछ कि आउँदैन पानीतिर हेर्नु पानी आएको के गर्यो सेन्ट भयो नि त यति चाहिँ गरेछ रातको रात त होइन 5 पर्दैछ है हेलो गुड मर्निङ साथीहरू आज चाहिँ धन्न घाम लाग्यो र अब आज चाहिँ हाम्रो त्यो पोली हाउस बनाउने काम हुन्छ जस्तो लाग्दैछ आज चाहिँ नारङ उठ्नु सकेको छैन बिमार भएर कि सन्चै नभएर त्यही भएर मैले नै गुड मर्निङ भनिदिएको उसले बिचारा बिसन्चो भइरहेको छ उयो ओछ्यानमा बसेर के गरेको भाइ के भयो नारङ नारङ वाट्स ह्यापन्ड के भयो बिमार भयो यता हेर न अन्त यहाँ हालु भन्नु न अन्त भन्दैनौ ए ओके गाइस अब आजको दिन के हुन्छ हेरौँ है घाम लागेर बल्ल अलिक तङ्ग्रियो भन्छ कि के भन्छ तङ्ग्रियो भन्छ के भन्छ अलिक ठिक भयो अलिक जोस आयो अब चाहिँ जाँगर अघि त ओछ्यानमा लडेकै थियो दिन पनि राम्रो भयो अब चाहिँ घाम लाग्यो आज चाहिँ काम हुने रहेछ बाहिरको काम 2 दिनमै सिक्यो कान्छाले 2 दिनमा फुल कुदाउनु चाहिँ 2 पल्टमा अस्तिको हप्ता अलिकति ब्यालेन्सर बिना कुदाएको थियो त्यहाँदेखि अस्ति आएर फेरि कुदायो कितना मजा आया लड्यो भने चाहिँ मजा आउँछ नि फेरि आउँदैछ अलिअलि मैला हजुर दामी भएछ है अब कहाँ कुदाउने अरे तिमी कहाँ कुदाउनु जाने अरे अब आँट आइहाल्यो रोडमा जाने पनि साट आयो भने ब्रेक मात्रै गरेर हुन्छ अस्ति बाजेसँग साइकल कुदाउनु जाँदा कहाँ हिँडेको छ तिमीले भन के एक्सिडेन्ट गरेको छ भन त भन न पहिला अर्काको स्कुटीमा क्रममै ठोकायो होइन ब्रेक लगाऊ त्यहाँ त चिप्लेर जान्छ हिजो जस्तो खुट्टाले नरोक है ब्रेक लाउँदा त खुट्टा टेक्नै पऱ्यो नि त अन्त तिम्रो ब्यालेन्स छैन नि त ब्यालेन्सर अन्त तिमी त फेरि फुटम्याट ब्रस छ त भित्र ब्रस निकालेर धुवा न हामीले काम गराउँदा त आउने आफूले अराउँदा चाहिँ मैले त्यति धुवामै अहिले पुरा सिकाएर केही राख्थेन घरि यसले धुवा यसरी धुवा भयो अनि तिमीले पनि जानेन नि त ब्रसले घोट न त्यहाँ ब्रस ल्याएर घोट्छ त ब्रस ल्याएर खोर्सिनु नि अलिक मजाले
घाम नतापेको कति दिन भइसक्यो साइकलमा यत्रो बेसी हावा भइरहेको छु हिँड्नु त पर्छ नि घाम नतापेको यो येल्लो कलरको ब्याट चाहिँ कसको हो यहाँ गरेको मेरो क्रिकेट चाहिँ किन नखेलेको तिमीले आजकल क्रिकेटको बल किन्नु हुँदैन आपाले म यसले छक्का हान्थेँ नि त हैन अस्तिको बलहरू खै अस्तिको बलहरू त छक्का हानेर कटाइदिए त मैले सबै बल म चाहिँ किनेको तिमी कटा गऱ्यो भने कहाँ हुन्छ एउटा बलको दाम कति रुपियाँ छ घाम ताप्नु लाग्दा त यस्तो रमाइलो देख्छ कि हाम्रो गाउँ यहाँ नै त दामी भयो घाम लागेर पानी परेर सफा भइरहेछ फेरि यस्तो फेसिलिटी चाहिँ कहाँ पाउँछ ल सोध्छ त कस्तो फेसिलिटी काम गर्दैछ हो ब्याकग्राउन्ड म्युजिक पुरा एकजना आएर त्यहाँ सपोर्ट एक्टर भएर ब्याकग्राउन्ड म्युजिक दिइरहेको छ गिटारको हो यतिकोमा भनेपछि जोस पनि छैन आउँछ काम गर्ने है बुढा चाहिँ पाएको हो भन्नुपर्छ तिमीले हजुर हो त ढुङ्गामा गएर निदा ठक ठुक्दा पनि हुन्छ यस्तो बुढा चाहिँ हत्तापत्ता पाउँदैन किन हामीले अरू बेला सफा गरेको पनि देख्छ हो बुढी पनि पाएकै हो तर आजै गरेको होला तिमीले बुढी पनि पाएकै हो किन भने त काम बनाउनु त मागिन्छ नि त होला भोलि नि टलक्क टल्किनु पऱ्यो अहिले फेरि ल ओके बाई बाई टलक्क टल्केर चाहिँ देखाउँछु ल अब यहाँ बसेर के नभन्नु बस्छ त यता छ फेरि गिटारिस्ट अर्को पनि आयो धुन दिने चाहिँ यता छ नि त है बजाइदेऊ जोस आउँछ अरे पुरा बजायो भने हेर्नु कस्तो सफा पार्यो अन्त अन्त त त्यो गिटारको धुनमा हो नि त बजाइदेऊ न गीतको धुनमा फोकस भएर यस्तो चाहिँ हाम्रो गाउँमा चाहिँ च्यादरमाथि चरी चरी लुगा सुकाउँछ घाम लाग्यो भने चाहिँ हजुर अन्त त च्यादरमा चरी चरी सुकाउँछ नि घाम चाहिँ लाग्नै हुँदैन बाथरुम पनि धोइसक्यो बाथरुम धोइसक्नु बित्तिकै फेरि नेक्स्ट काम त यति छ हो नेक्स्ट काम चाहिँ के हो भन्दाखेरि यहाँ वासिङ मेसिन हुनु पऱ्यो अब भिजिरहेको छ हो के मेरो त म त कुन चाहिँ मसिन हो वासिङ मसिन भन्दा पनि होइन हो यो वासिङ मसिन सबै मसिनमै होला ह्यान्डमेड काम अराउनु पायो भने चाहिँ नि अस्ति एक बोल मैले धोको ल साथी योपालिको धुनु पऱ्यो नि हिजो अस्तिको दिन धोको बल्ल आज सुक्यो घाम लागेर अब फेरि यो रेडी छ घाम लागेको जस्तो हुँदैन खाएर चाहिँ म बाँस ल्याउनु जानुपर्ने छ तिमी खानाहरू तिमी अरे हामी खाना खाएर म चाहिँ घर पुस्छु हो मैला भइरहेछ बाबा र म घरसम्म चाहिँ चटक्कै पुस्छु हो त्यहाँदेखि तिम्रो काम गर लुगा चाहिँ पहिला धोइहालौँ हो ओके ल राम्रो गर्नु ल सफा ओके हुन्छ म्याडम तपाईँहरूलाई पनि यस्तो सफाइ कर्मचारी चाहिन्छ भने यहाँ फ्री छ अस्ति भनिहालेँ मैले है मिस्त्री सफाइ कर्मचारी म त सेफ होइन यस्तो कम्पनी खोल्नु कसको घरमा सफा गर्नु छ हो कसको घरमा मिस्त्री छ चाहिएको हो कन्ट्याक्ट गरेर चाहिँ कन्ट्र्याक्टमा लिएर चाहिँ गर्नु पर्यो सेफ हो तर स्क्वायर फिटको हिसाबमा धुन्छ नि हिजो सेफ गरिहाल्यो अस्तिको दिन मिस्त्री गरिहाल्यो आज सफाइ कर्मचारी गर्दैछ हो ल त अब बाबे गर्दै अहिले के अरे कति बेला अब खानासाना खाएर हेर्नु दिनभरि कतिवटा काम हुन्छ अब तिम्रो त के भरोसा हुन्छ अनप्रेडिक्टेबल मान्छे छ तिमी अहिले किनमा के को काम गर्नु त्यो गर भन्छ हो काम त छ नि भित्र रुमको सफा गर्छ प्लानिङकै हुँदैन रुमको पनि फेरि पूजाहरूको त्यो सफा गर्नु भनेको पनि त्यो पनि छ अब भोलि त फेरि ड्युटी लाग्छ अघि प्लान गरेको थिएँ अब घाम लाग्यो भने चाहिँ जान्छु यस्तो गर्छु भनेर यहाँ लुगा धु बाथरुम धु भन्नु थालिहाल्यो हुनु त के गर्नु गरम पो भयो आज त बाई बाई ओके अब चाहिँ बाँस काट्नु गएको हामीहरू बाँस चाहिँ यहाँ तल काटौँ भनेको फेरि बाबाले माथि ल्याउनु भने कि हजुर ए होइन म बोक्छु नि हुन्छ बाटो चाहिँ यस्तै छ खासै घरकै मुनिबाट ल्याउँ भनेको नि बाबा फिल मान्नु भएन हो यहाँ माथि अलिक छिप्पेको छ राम्रो लगाउनुपर्छ भन्नुभएको त कि तलको कलिलो छ अरे छिप्पेको बाँस चाहिँ राम्रो हुन्छ भन्नुभयो त्यही भएर चाहिँ गएको काट्नु
उकालो हिँड्नाले हात तर अहिले बोक्नु त सजिलो हुन्छ ओह्रालो पर्छ पुग्नु भए पनि होला बाबाहरू त बाटो देखाउँछ हेर्नुलाई यस्तो भिडको बाटो हेर्नुपर्छ बाटो चाहिँ यस्तै खोल्चा यो चाहिँ बाटो हो खास चाहिँ पहिलादेखिको तर यहाँ चाहिँ पानी बग्यो भने पानी पनि बगेर खोल्चा जस्तै हुन्छ अहिले यसमै बाँस खिचाउनु पर्छ फेरि हो उकालो छ पुरा उनीहरू त अघि आइपुगिसकेको छ केटाहरू नाङसालहरू बाँसको टुप्पा ल्याउन आएको अरे बाबा आइपुग्नु भएछ अघि ढुङ्गा किन पल्टाएको झन्डै मलाई लाग्यो पो त यत्रो ठुलो ढुङ्गाले कहाँ गएको केटाहरू बाँस ल्याउनु गएको बोक्नु सक्छ के हेरौँ पुरा ठुल्ठुलो खेता लाग्छ आज बाँस ल्याउनु मेरो बाँस गर्ने 4 घन्टा लानुपर्छ ल बडा हो तपाईँको पछाडिको राम्रो रहेछ दाइ छिप्पेको हो उन्दो घुमेको लाँदा हुन्छ नि बाँस काटिदिनुको लागि बडामा आइपुग्नु भएछ ओ माथि बाँस काट्ने मान्छे हामीलाई त खासै पारा हुँदैन बाँस पनि काट्नु जानेन भने त फेरि बुढीसुरी ब्लङ पार्छ अरे नि त बाँस काट्नु स्टार्ट पनि भयो जानेन भने त फेरि है यता अर्को बाँसको पछाडि बाँस टाल्नु अल्झाएर बाँस काट्नु साह्रो पर्छ नि तर एउटा छिनेर बाटो निक्ल्यो भने त अरू त निक्लिहाल्छ बाँस खान्छ किम्बु अब पानी पनि आउनु थालिहाल्यो पर पाऱ्यो बिचमा कुहिरो जस्तो देखिँदैछ नि त्यो लामो परेको त्यही हो पानीबाट त्यो पानी चाहिँ सर्दै हाल्नु कालै भएर आइहाल्यो उताबाट यता उज्यालै छ म त्यही त अघि फर्स्टमा त्यही छेउबाट हाल्दा हुन्छ भनेको थिएँ नि त यो चाहिँ आउँछ ल मजाले यो त आइहाल्यो उँभोपट्टि नुइएको रहेछ नि हो त्यहाँ काट्नुपर्ने रहेछ बडा दुईटा ढल्यो बाँस भएर बाँस आउन आँट्यो उता भाका आयो ओए जता भाका त्यता अब चाहिँ बाँस बोका स्टार्ट ए यति लामो बाँस छ कत्रो साप आइसकेको छ त्यस्तो ठुलो त होइन रहेछ त्यस्तो ठुलो त होइन रहेछ ओ कोब्रा साप हान्ने मिठाले हल्ला सुन्छ गयो अब लु जानु आँट्यो
ढुङ्गाले हिँड्दामा चाहिँ हुन्छ होला है कहाँ मार्नु अन्त डरसरी कत्रो बढेर त्यसको हात सिधा छ यहाँ दिइहाल्नु नि ढ्याङमै माथिबाट दियो भने त त्यो कहाँ उड्नु सक्छ त मार्नु चाहिँ मार्नै पर्छ है यति गाह्रो इटाली हुँदैन ला अब घरभित्र पस्यो त साप निक्लेर यहाँ चाहिँ रमिता भयो फेरि हो होइन यतै निक्लिन्छ जस्तो लाग्यो यो मुखमै यहाँ डन्ठा लिएर बस्नुपर्छ होला हौ एउटा यहाँ हो त्यहाँ के हेर्न आएको तिमीहरू चाहिँ के हेर्न आएको कोब्रा अहिले यो दुलोमा आगो फुकेर मुस्लो लगाएर हालिदिउँ होइन यो डेसन स्टार्ट गरेको है हो घर बनाउनु आँट्यो क्या घर होइन हौ ओली हाउस हो यहाँदेखि चाहिँ काटेर नि यसलाई चट्टै पहिला लेभल गर्नुपर्छ हो अब यहाँ यो ढुङ्गाहरू लगेर यहाँ वल लाउँछ पहिला कहाँदेखि कतासम्म बनाउने यति अब यो लाइनको हिसाबले यहाँदेखि बनाउनु नि त त्यो कति हुन्छ स्क्वायर बन्नु पर्दैन त्यहाँ चाहिँ कसरी बनाऊ तिमी यस्तै 3 पाटे बनाउँछ कोब्राले कति घन्टा बोलायो अरे हौ कोब्राले 1 घन्टा त्यसै खाइदियो मार्नु पनि सकेन भाग्यो है मार्नु भएन मार्नु हुँदैन नि त कहाँ मार्नु विचार त्यो पनि बिचारा हो ठुङ्ग्यो भने चाहिँ बिचारा हुन्छ नि ठुङ्गेर माऱ्यो भने चाहिँ के हुन्छ जुन पाइ त्यतिकै त ठुङ्दैन हौ त्यो पुल्च्यो भने ठुङ्दैन नानीहरूले अन्त ठुङ्नु चाहिँ सानो साँपले देख्दैन ठुल्छ कोब्रा त्यहाँ त ठुलो छ कहाँ हौ ए कोब्रा कस्तो थिएन र हौ बी है डर लाग्यो है ढुङ्गा चाहिँ यहाँ वल लाउनुपर्छ ओके यो साङपोले यतिकै यहाँ फ्याँकेर हेर बोल्नु भनेर बोलाएको पो त होइन र नि त्यस्तो चाहिँ कहाँ हुन्छ हौ होइन माथिबाट उन्नु आएको जस्तो चाहिँ हेर्नु गाह्रो छ यहीँ बारीमा थियो होला हो वाल कस्तो लाउँदैछ देख्यौ मैले चाहिँ देखेर के गर्नु चोरी पनि पर्दैन मैले देखेर चाहिँ के गर्नु देखेँ तिम्रो बुढाको कला हेर भने कतिको चाहिँ ट्यालेन्ट रहेछ कुटकुटे ट्यालेन्ट भराइ यो पानी जानेबाट भित्र पसेर बाथरुममा निक्लिरहेको होला नि यहाँ आउँछ फाउन्डेसन गरेको जस्तो त यता यत्रो बारीमा ढुङ्गा कम्ती छैन ढुङ्गा यो चेप्टोलाई उँधो नसुका न अहिले उभै राख सुल्का गएर अहिले यहाँ राखेको कि अलि मिलाएर राख्नुपर्छ अहिले पहिला माटो लेभल गरेर मिलाउँ अन्त पहिला ढुङ्गा मिलाएर पो माटो हाल्नु पर्छ त्यो परदेखि मिलाउनु पर्छ नि पहिला ढुङ्गा चाहिँ कति डल्लै हेरौँ यहाँतिर छैन बाबा हेर्नु त अहिले लेभल गरिसकेर गर्दा हुन्छ त्यहाँ यहाँदेखि चाहिँ लेभल गर्नु पऱ्यो नि त यो माटो चाहिँ डल्लै काटेर हाल्नुपर्छ यतिदेखि यहाँ यस्तो स्क्वायर सेपको अलिक यहाँसम्म जानेछ भित्रमा साह्रो सानो भयो हुन्छ हौ सिधा कहाँ हो कति पनि हुँदैन यहाँसम्म पुग्छ यहाँदेखि त्यहाँ झन् 10 फिट छ 10 फिट यता 8 फिट होला है बाबा
एउटा कोठा जत्रो पो हुन्छ त 8x10 को चट्टै परेको अनि यहाँबाट भित्ताबाट छिर्ने यहाँ चाहिँ बेड यस्तो तीनपट्टि यस्तो घुमेको बेड बनायो कि शीतल भयो है काम गर्ने बेलामा काम ठिकै गएर बनिन्छ आज सेटहरू चाहिँ बनिन्छ भोलि मुनि चाहिँ भित्रको चाहिँ भोलि होला भोलि पनि पानी परेन भने त हो पानी पऱ्यो भने त फेरि काम गरेको होला नि पहिला लेबर चाहिँ क्लियर गरौँ है लाइन चाहिँ क्लियर गऱ्यो भने कति बनाइसक्यो मिस्त्री कति बनाइसक्यो फाउन्डेसन गरिसक्यो अब आम्मा अब लेबर गरिसक्यो के छिटो अब दामी भएछ त ठुलो भयो निकाल्न सारेको नि किन फेरि डाउन सारे त जग्गा चाहिँ ठुलो निक्ल्यो नि त अलिक यतासम्म बनाउनु मिल्ने मजा आउँदैछ काम गर्नु काम गर्नु मजा आउँछ नि पसिना निक्लिन्छ हो मसल्सहरूले स्ट्रङ हुन्छ तर शीतल भयो नि त अहिले त काम गर्नु मजा आउँछ है शीतल भयो भने शीतल फर्क्यो हावा मजाले आइरहेछ है चिसो हावा चाहिँ आइरहेछ बेलुकाखेरि मजा आएको छ काम कहाँ बेलुकाखेरि काम गर्नु मजाको भएको थियो यहाँसम्म हुने छ नि ए त्यहीँदेखि गरेको यहाँसम्म लेभल चाहिँ यतिको मिलाइसकेछ उसले चाहिँ कस्तो ठुलो निस्क्यो अघि कस्तो थियो अहिले कस्तो भयो गऱ्यो भने चाहिँ हुन्छ चाहियो भने के कुरा हुँदैन है चाहियो भने चाहियो भने त हुन्छ नि तपाईँ अल्छी चाहिँ गर्नु भएन एक्लै गरिरहेछ त ए साथी छैन मान्छे छैन भनेर बस्यो भने चाहिँ केही पनि हुँदैन पामा यता त्यहाँ ओइ ओइ स्कुल छिट्टो आपा गुच्ची आउँदैछ खानु ल भयो यहाँ आउने पक्का ओइ हेल्पर चाहिँ को हेल्पर उनीहरू आम्मा हेल्पर पनि साह्रो ठुलो रहेछ नि त है एसिस्टेन्ट यता हेर त भाइ तिमी चाहिँ के हो हेल्पर भित्ता पक्रिने ओइ तीनटा हातपट्टि चाहियो के बनाएको भाइ भनिदेऊ त ग्रीन हाउस अब राम्रो बोल्दैन भाइ के बनाएको अरे भाइ होइन साइडमा यता हेरेर भनिदेऊ न हो अन्त फ्रेम त बाँधिनु पर्यो ग्रिन हाउस त्यही भएर त ग्रीन बास छ ए लजिक चाहिँ त्यो हो गर्दैन मन जाने सुन्नुहोस् न यहाँ के भन्दैछ उसले के भन्छ ग्रिन हाउस चाहिँ किन भएको अरे चाहिँ यो ग्रिन ग्रिन बाँस छ अरे त्यही भएर ग्रिन हाउस भएको अरे अब नकस उल्टा नगुमा भनेको भित्र कहाँ छ बाबा कुरा त ठिकै हो भाइको यहाँ हेर्नुहोस् न हजुर यसको नि गर्दाखेरि त्यसरी भित्र जान्छ यो नि दिइरहेको छैन भोलि ए के हो त्यसलाई चाहिँ के भन्छ याद छैन के भन्छ याद छैन तपाईँहरूलाई याद छ भने प्लिज कमेन्टमा भनिदिनुहोस् भन न अन्त तपाईँलाई याद छ देखाइदेऊ न भने त्यो छेउबाट प्लिज तपाईँहरूलाई यो याद छ अब भने यहाँ के प्लिज गर्दैछ यसको आफूले नाम हो यसको नाम यसको नाम भनिदिनु होला आफूले के गर्दैछ हेर ग्रिन कलरको बाँस छ अरे त्यही भएर ग्रिन हाउस भएको अरे उसले भन्दाखेरि अन्त ग्रिन कलरको नेट पनि लाउँछ नि त्यही भएर पो ग्रिन भएको त ए ग्रिन कलरको बास र ग्रिन कलरको नेटले त्यो पनि होइन खासै त्यसको भित्र ग्रिन ग्रिन सब्जीहरू रोप्छ कि हो त्यो कारण चाहिँ ग्रिन green house भेजिटेबल्स भन्छ। रोप्नु पऱ्यो नि अब त्यसमा होइन त्यसले चाहिँ जहिले यसरी हेल्प गर्छ मलाई पनि त्यस्तै गर्छ उसको आप्पालाई पनि यस्तै गर्छ मान्छे चाहिँ छैन दाजु चाहिँ छैन दाजुलाई अत्ता पत्ता छैन कहाँ गयो गयो भाइले चाहिँ खालि हेल्प गर्छ अघि म घरहरू पुसपास गर्दा पनि हेल्प गरेँ उसले मलाई यता उता गर्नु फुटबल होइन भाइ अहिले उसको आप्पासँग पनि तिम्रो हेल्प जो कहाँ गयो फुटबल खेल्नु फुटबल भन्नु न तपाईँहरूको पनि नानीहरू कसको यसरी हेल्प गर्नेछ प्लिज कमेन्ट लो हाम्रो चाहिँ सानो भाइ चाहिँ यसरी हेल्प गर्छ है हो के भन्नु यो चाहिँ खुट्टा त आफै लाग्छ फोन हेर्नु भने त यसरी काम गरेको हेल्प गरेको राम्रो नि त बाहिर आज पानी पनि परेको छैन राम्रो दिन रहेछ है बाजेले खुकुरी ल्याउनु भएन त आज राम्रो दिन भयो है बाजे खाए खुकुरी भनेर बाजे खोइ कुकुरी औ दिन त दामी भयो नि
खरखुकुरी बाजेको बारेमा पनि भनिदेऊ न केही नारौँ अन्त नारौँ अघि हामीले के दिएको थियो भनिदेऊ न यहाँ उता लाऊ नागिन कस्तो थियो भनिदेऊ न यस्तो रति जस्तै बसिरहेको थियो बाजेले डन्ठी फ्याँक्नु भएको कसो गऱ्यो डन्ठी फ्याँक्दा कसो गऱ्यो त्यसको असली आँखा र असली टाउको आयो है मलाई त नर्मल लाग्दै थियो कहाँ पस्यो अन्त त्यो नालीभित्र अब फुल सेफ्टी लगाइदिनु भएको छ आप्पाले भोलि आउने चाहिँ ड्यानमा पस्छ अब भोलि पनि घाम आयो भने आउँछ कि आउँदैन हेर्नुपर्छ है सेल्फ स्टिक बनाउनु भएको क्या हो सेल्फ स्टिक बनाउनु भएको क्या हो खुट्टा दुखेर फेरि बनाउँदै रेडी गरेर के गर्नुपर्छ उता नि त्यसको नाम फित्ता हो के फित्ता हो फित्ता नि नाप्नु पर्छ त्यसले के नाप्छ? बाँसहरूको के नाप्छ त्यसले बाँसहरू नाप्छ बाँसहरू गाइस त यहाँ हेर्नुहोस् यहाँ हेर्नुहोस् सक्नुहुन्छ अगाडि नआऊ यस्तो बनाउनु हुँदैछ अब किन बनाउनु भएको यस्तो चिल्लो पारेको हो किन पाऱ्यो भने के हुन्छ राम्रो देख्छ अब चिल्लो भएन राम्रो देखेन हो यसको डिजाइन भयो लु यहाँ क्वेसन गर न आपालाई अन्त तिमी कस्तो पनि डिजाइन भइछ खै त आपा औ यो वाइट वाइट के हो कुन चाहिँ वाइट वाइट यो त्यो बाँसको धुला अहिले काटेर खै छोरा पहिला खुर्किसकौँ होला त्यहाँदेखि चाहिँ छोरै अगाडि सो सक्यो गाइस तिम्रो क्वेसन यहाँ हेर्नु सक्नुहुन्छ यो चाहिँ मोटो बाँस हो योपट्टि यो अलिकति स्ट्रेट हो सबै काटेर स्ट्रेट बनाउनु भएको के आएछ ग्रिन हाउसको लागि लाग्छ छोरा त्यहाँ लाग्छ ग्रिन हाउसको लागि मोटो मोटो त पाइन्छ नि को आउनु भयो भाइ हेर त पछाडि खै एन्डी गएन तिमी गोली खेल्नु नाक्सलहरू गयो त कुन चाहिँ कहाँ थियो तिमी चाहिँ म त घरमा थियो तिमी चाहिँ अघि कोब्रा आउँदाखेरि पुरा मान्छेलाई भन्नु गयो अरे हो भन्ने मलाई त अनुप बाबालाई मात्र भनेको बाटोमा भेटेको थिएँ के भन्ने तिमीलाई त कोब्रा हेर्ने बेलामा थिएन त म त्यही त रेकर्डिङ गरेर त गएँ ए रेकर्डिङ गरेर पनि गएर पनि मान्छेलाई भनेको खबर उता अन्त सुपर फास्ट रहेछ त हौ न्युज भन्नुमा त गएको के रे फटाफट न्युज हो अन्त त कोब्रा आउँदा रेकर्ड सेकर्ड गरेर पनि मान्छे माथि रोडमा मान्छे बोलाउनु गएछ ल ऊ हेर न म्युजिक त खतरा आयो त अन्त डान्स त ऊ अलिक आपक्षमा जाऊ न भुइँमा लाग्यो फेरि ग्रिन हाउस किन भएको अरे भाइ तर फेदमा गाडी तिमीमा त ग्रिन ग्रिन के ग्रिन छ भेजिटेबल यसलाई के भन्छ इङ्ग्लिसमा यसलाई इङ्ग्लिसमा बाँसलाई ब्याम्बु ब्याम्बू एउटा डान्स देखाइदिउँ म वान गीत गाइदेऊ न म एउटा वान इयरमा यस्तो हिँड्थेँ होइन अन्त म 1 इयरमा यसरी हिँड्थेँ होइन गीत बजेको जग्गामा गएर एउटा गीत गाइदेऊ न अन्त नो 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 त्यसले काट्छ बेबी याद छैन उयो भुइँमा यसलाई के भन्छ यसलाई के भन्छ यसलाई आदि इङ्ग्लिसमा के भन्छ याद छैन इङ्ग्लिसमा के भन्छ याद छैन स भन्छ त्यसलाई स म याद छैन स भन्छ हौ ब्याम्बू अब पापाले आदि काम गर्नुहुन्छ नि गरिसक्नु भएर गरिसक्नु भएर म भेट्छु छोरी नगरे तपाईलाई मेरो भिडियो हेरेर एन्टिट्युन हेर्नु एन्टरटेन होइन हौ एन्टरटेन एन्टरटेन हुनुहुँदैछ हुनुहुँदैछ प्लिज कमेन्ट बिलो प्लिज कमेन्ट बिलो इन माई च्यानल मेरो भिडियो हेर्नु कतिको मजा आउँदैछ मेरो भिडियो कति हेर्नु मजा आउँदैछ प्लिज कमेन्टमा त्यो पनि हेर्छ भनिदिनु लड्छ बेबी लड्छ अन्त म एकछिनबाट मिल्छु होइन तपाईँसँग आप्पाले आदि बनाइसक्नु भयो भने त अहिलेको लागि बाई बाई के चल्दैछ नापजोपको काम यहाँ अब लेभल मिलाउँछ नि
साह्रो पर्यो लेबर मिलाउनु है। पानी आउनु थाल्यो त अब कसरी काम गर्छ? पानी एकछिन मात्रै हो। हँ पानी हेर नि एकछिन मात्रै लाग्छ। 2टा पोस्ट चाहिँ गरिसक्यो। 2टा 3टा हो। भरेमा ए 3टा कुकुर बोरा अब एउटा होला गरिरहेको छ काम। मैला चाहिँ यत्तिको पारेको छ हो। अब यसलाई म बराल्छु, बराल्ने काम छ। पानी पनि पर्न थाल्यो। हेर्नुहोस् त पानी उपरसँग चाहिँ कस्तो ठुलो पानी आइरहेको छ देख्नु हुँदैछ क्या? देख्नु भएको छैन हो? त्यो सेतो सेतो बादल जस्तो भएको छ पानी। साउन्ड पनि सुन्नु हुँदैछ कि सुन्नु भएको छैन कि? कत्रो बजिरहेछ। यो पानी चाहिँ यहाँसँग आउँछ कि आउँदैन? पारितिर हेर्नु पानी आएको। सानो ठुलो पानी आएन त्यहाँ परातिर कत्रो पानी आएको। यहाँ चाहिँ नआओस् है। अलिअलि त आउँदैछ यहाँ पनि तर त्यस्तो ठुलो चाहिँ नआओस्। यता यता ओह्रालो ओह्रालो आउँदैछ हौ। हाम्रोतिर आइपुग्न आँट्यो। हावाले बचारेर ल्याउँदैछ हौ। काम बन्द अब आम्मा आयो नि पानी हो। पोस्ट मात्रै लगायो अब अहिले। उपरको पानी त आयो। फिक्ता त्यही त भनेको। ठुलो आउँछ यो पानी अब कत्रो ठुलो आउँदैछ उपर। कतिवटा? एउटा 2टा 4टा 6वटा आयो त पानी अन्त। मेजर काम त सकिहाल्यो। अब बास थन्काउनु पऱ्यो नि त होइन? एउटा त रहेछ त्यसलाई त त्यो त घुम्छ कि बाबा? आयो आयो हो हो त्यो होस् अब। कति थाक्यो? थाक्न त थाकेन त। म जाउँदै थिएँ काम गर्नु है पानी परेर के ल पानी परेर हेर उपर कत्रो ठुलो पानी आउँदैछ। तिम्रो त्यो उयो खोलेर मात्रै हो यता एडबिन हेर्नु नि यहाँ देखाउँछ मात्रै माटो भएको। यस यस कस्तो छ फोटो हिँडाइदियो एकदम। उसलाई चाहिँ नि फेरि पानी पर्यो। ए पानी रह्यो हो। यस्तो छ काम गर्न थाल्यो भने चाहिँ नि पानीले पनि रोक्दैन। ए उयो जाऊ न फोटो पानीले पनि रोक्दैन। पानी त परिरहेछ नि फिस त्यो भने काम गर्नु थालेपछि चाहिँ सकेरै छोडौँ भन्छ नि त है। नसक्ने त राति निन्द्रा पनि लाग्छ। बाँध्ने काम गर्दैछ कि छोडिदेऊ पानी पर्दैछ भनेको कि मान्दैन हौ। पानी झरीमा पनि काम गर्छ। पानी परिरहेछ नि फिस पानी पर्दैछ काम गर्नु छोड्दैन। आज मलाई पुरा खोकी लागिरहेछ बोल्दै पछि। के भन्नु छ? के भन्नु छ तिमीलाई? के भनेर भन्नु? नबोल्नु भने। अनि तिमी बोल्दैनौ त? तिमी बोल्दैनौ त? बेसी कराएर नि खासै मलाई। जहिले त्यसै भन्छ भिडियो अन गरे कि डाइलगै भइसक्यो। पानी परिरहेको छ काम नगर भनेको हो। हिलो हिलो भयो अब। हिजो त अघि भएको छ त। अब पानी परेर त हिलो भयो नि त। अघि पर उता कस्तो ठुलो पानी आएको थियो त्यो पानी धन्न यहाँ चाहिँ आएन। अलि मात्रै आएर रह्यो। त्यत्रै पानी आएको भए त कस्तो ठुलो आएको थियो पर पानी है। तर मलाई याद छ नि त त्यो पानी यता आउँदैन भनेर। किनभने नि यतिमै रहोस् है अब नआउँछ पानी। हाम्रो यता चाहिँ नि कस्तो छ भने नि पानी नि उताबाट स्टार्ट भएर यता आयो भने नि त्यो पानी आउँदैन हो। ऊ माथिबाट आयो भने चाहिँ आउँछ है। यताबाट स्टार्ट माथिबाट चाहिँ यताबाट पानी आयो भने चाहिँ हाम्रो आउँछ अरे हो। अघि यताबाट आएको थियो यता घरको उताबाट त्यो पानी चाहिँ कम्ती कम्ती आयो आउनु त आइरहेछ। आकाश यस्तो भइरहेछ है वेदर कस्तो दामी देखेको हौ फोनमा त। यस्तो भइरहेको छ। अहिले बज्यो कति बज्यो? 5:30 भयो होला। काम गरि नै रहेको छ। कति बजीसम्म गर्ने? कति बजीसम्म गर्ने? कति बजीसम्म काम गर्ने भनेको हौ? आँखा देख्ने छ म। आँखा त के अहिले त कति 6:30हरूसँग रात पर्दैन है अहिले? तिमी कति बजी रात पर्छ अहिले? के भयो अन्त त्यो त ला भात चिन्छ त आई सिधा भएको लाउनु नि बरु त्यहाँ ला ऊ
भाँच्यो भएन कहाँ भएको उतापट्टि चालि घुमेको हुने रहेछ हुन्छ तर के हुन्छ खाना लाउनु त कति बनाइसक्यो औ क्या हो काम बेसी गरेर यसको माथि ठाडो हालेर तेर्सो लगाएर त्यहाँदेखि राखिदिन्छ यति गर्यो सेन त भयो नि यति चाहिँ गरेछ रातको भोलि रात त होइन साँझ पर्दैछ है गरेको चाहिँ भोलि गर्ने अरे अहिलेदेखि गरेको होइन आज बिहान ढिलो गरेँ 12 बजीतिर अन्त यतिको फ्रेम त आएछ आउनु त है छु जाडो भयो पुरा हिलोले बिचक पाऱ्यो अन्त पानी परेर सबै हिलो भयो नि त जाडो भइहाल्छ यहाँ त मे लागिसक्यो गरमै आउँदैन खालि जाडो मात्रै हुन्छ कट्टारी कता राख्छ अहिलेको वेदर चाहिँ यस्तो छ अब साँझ पर्दैछ है कस्तो दामी भइरहेछ यति बेला चाहिँ हो टक्क पानीहरू परेर हो यतिको छ अहिले चाहिँ अब साँझ पर्नु आँट्यो पर्दैछ उसले अहिलेसँग कामै गरिरहेको छ आफ्नो घरमा आयो भने चाहिँ यति बेसी अब टाइम चाहिँ युटिलाइज हुन्छ है हो रुमतिर बस्दाखेरि त के गर्नु अब कामै हुँदैन हो त्यत्तिकै बस्यो लड्यो फोन हेऱ्यो घरतिर आउँदाखेरि चाहिँ कति काम हुन्छ एक्सर्साइज पनि हुन्छ आफ्नो काम पनि हुन्छ होइन के भन्नु छ तिमीलाई त बोल्दै बोल्दैन त त्यही भएर त मलाई घरमै आइबस्नु अब यसले कति एक्सर्साइज पनि भयो नि त है खाना पनि रुच्छ विकेन्ड आयो कि त घर कुदिहाल्नु मन परिहाल्छ खाना पनि त रुच्छ है खानाहरू मजाले रुच्छ निन्दा मजाले लाग्छ बेलुका थाकेको हुन्छ हो अँ कस्तो मजाले निन्दा लाग्छ होइन प्लस आफूलाई सेटिस्फ्याक्सन पनि त हुन्छ आफ्नो काम पनि त हुन्छ यो गऱ्यो भने हुन्छ नि त काम हुन्छ अब यहाँनिर अलिअलि यसो सब्जीहरू रोपिराख्यो भने होइन सब्जीहरू नपाउँदाखेरि आफ्नै यसो आँगनबाट चुट्टाएर खानु तल किनेर खानुपर्छ हो आँगनबाट यसरी चुट्टाएर खानु फलेको देख्दा पनि त मजा आउँछ नि त है रोपेर फलेकोहरू देख्दाखेरि क्या हो कस्तो मजा आउँछ हेर्नु पनि त्यही भएर चाहिँ उसले यो गर्दैछ हो अब आजको लागि चाहिँ यति नै होला भोलि चाहिँ कम्प्लिट हुन्छ कि है बोल्दा हुन्छ नि भोलि त अब कुन त एक्लै हुन्छ होला बाबा पनि त ड्युटी जानुहुन्छ भोलि त म पनि ड्युटी जान्छु भोलि चाहिँ कसले भिडियो गरिदिन्छ तिम्रो अब भोलि ट्राइपडमा राखेर गफ पनि त गरिराख्छु म यता फुच्चु चाहिँ अलिक सन्चो छैन हौ के भएको हेर न आँखा चिम गरेर आएको ज्वरो आइरहेको छ होला अघि दिउँसो एकछिन ठिक भएको थियो अहिले फेरि ज्वरो आइरहेको छ दबाईहरू दिएर चाहिँ भित्र बसिरहेको थियो आएछ बाहिर उता नजानु हिलोमा नजानुस् हिलोमा नजानु पुरा हिलो भएको छ डोन्ट गो देयर नारोङ टेर्दैन नि अब हेर न चप्पल पनि हिलो लाग्यो है भाइले त हुँदैन भने कहाँ मान्छ त अन्त त तातो भइरहेछ चिप्लो छ फेरि माटो लाग्यो होला चप्लीतिर आपाले कति बनाइसक्नु भएछ होइन नि आपाले कति बनाइसक्नु भएछ हौ भनिदेऊ न कति बनाइसक्नु भएछ कति उयो हेर माथि है अब चाहिँ एकैचोटि भोलि आजको लागि यति नै है यस्तो गरेर हाल्यो भने उसको आइडिया लगाइरहेको छ अहिलेसम्म आइडिया लगाउँदै बनाउँदै गर्दैछ ल आज चाहिँ यति मात्रै गर्नु पाएँ अब के भयो मेरो जिउमा हेर नि समर लागेपछि यस्तो निक्लिन्छ हो बिक्रा कि अब त्यहाँदेखि यो सेतो सेतो बस्छ हो त्यहाँदेखि डुबी आएको जस्तो देख्छ जाति भयो भने फेरि कति बनाइसक्यो यति अब सकेन नि अन्धार भइहाल्यो पानी परेर डिस्टर्ब थाकेर हत्तु आमा माझ त यस्तो गरेकोले नि यस्तो दुखेर मर्न कस्तो गरेकोले यस्तो गरेकोले अन्त बेल्छा हानेकोले यो दुखेर यी छुन्दा पनि दुख्नु भएछ ओके बनिहाल्छ नि अब एभ्रिवान बाई बाई थ्याङ्क यू फर वाचिङ भोलि फेरि भेटौँ